हेलो साथीहरू सबैजनालाई गुड मर्निङ है। आज चाहिँ हाम्रो आज फागुन 8 गते, त्यही भएर आज चाहिँ बिहेको लागि बिहानै आज चाहिँ हामी बेलुन फुलाएर यहाँ स्टेज बनाउँदैछौँ। वाउ, राम्रो हुने रहेछ, स्टेज बनाउँदैछौँ। अनि यहाँनिर स्टेजको लागि हजुर उयो के बनाउँदैछौँ। नाना उयो चिया पकाउन आउनु, उयो बनिँदैछ होइन। अब यहाँनिर पनिर काट्दैछ हाम्रो फुपूले है। अब हाम्रो फुपू मासु खानुहुन्न, पनिर काट्दै हुनुहुन्छ। माइतमा आएर भदैको बिहेमा आफै काटेर आफै पकाएर खानुपर्ने हाम्रो नाना। यहाँ मेरो साथीहरू ओइ झट्टा हेर हिरोनी जस्तै, तर यिनीहरू त टमाटर पो काट्दो रहेछ हौ। ओइ घप्टी यता हेर्दा, यो झट्टा हेर हिरोनीलाई म गएँ। यता धारा छ, अब म तल गएँ ल साथीहरू। ल राम्रो, एकदम राम्रो फुलाउनु, राम्रो स्टेज बनाउनु। यहाँ हाम्रो माइजू पनि पुरा आज त डेकोरेसन गर्न आइसक्नु भएको छ। यो मैले हेरेको छु। यहाँ तिमीहरू दिनभरि किन सुत्यो? यतिखेर भात पकाइसक्नु पऱ्यो, हामी भोक लागिसक्यो। हामी त पाहुना पो त, यिनीहरूले हाम्रो काम गर्नु पो लाउँदो रहेछ हौ। यहाँ भर्खर स्टार्ट हुँदैछ। हेमे दाजु पनि आज त हिरो भएर होइन है। अब यो खर्खाना त अहिलेको होइन त, हामी बच्चा बेलाको हो त। ए मामा तपाईँले यहाँनिर भात पकाउनु लाउँदैछ कि हाम्रो गाउँको भाइहरूले? ए दाइहरूले। ल मेरो सोल्टीलाई पनि निकालिहाल्नु पर्यो। आज भेनाको बिहेमा मार्छ होला दिदी र भेनाले। ल आगो सागो बलिसकेको छ। 3वटा चुल्हा हो एकैचोटि, 4वटा बनाउनु पर्यो भने। ल सुँगुर पनि ढालिसकेको। आम्मामा हिलो पो रहेछ त यहाँ त। सुँगुर ढालिसकेको छ है साथीहरू। आज त हाम्रो बाउ पनि हिरो भएको छ। बेहुलाको बाउ, मेरो बाउ। मासु कटिङ हुँदैछ। के हो यो? यो चाहिँ मासु? ए उयो खोर्सानी बेसार नल्याएको लिएर आउँदा के खाएको? ओइ तिमीहरू के खाएको? ल मिन्टो अरे बिहान यहाँ चाहिँ हुन्छ है गाउँमा चाहिँ बिहान आउने चलन छ। के भयो? आयो के भयो? 4जनाले सोधिसकि के खाने भनेको ल मसला यसरी मसला पिस्नुपर्छ। जिरा भुटेर यसरी डेनीले खतरा दिँदैछ। सिधि ओइ सिधि भे मेरो प्रमिला ब्लग 2054 छैन नर्मल। जिरा यहाँ कस्तो साह्रो छ, मिक्सर ल्याइने रहेछ क्या अङ्कलहरूले। कस्तो धरानबाट ल्याउनु पर्ने घरबाट ल्याइने। के पोलेको नाक? यो तल मासु पनि काट्दैछ पो त। मासु काटेर देखाइदिउँ न। यता हेर त आजको हाम्रो बेहुला। ओइ यहाँ जुत्ता लाउँदैछ है यसको। आजको हाम्रो बेहुला ठीक छ। यो आजको हाम्रो बेहुलाको ड्रेस सब कस्तो छ एकछिनमा तपाईँहरूलाई देखाउँछु। म पनि रेडी हुँदैछु, अनि हामी सबैजना रेडी हुँदैछौँ होइन। यहाँ सबै रेडी हो। आइज म यहाँ बेहुलालाई लिएर आउँदैछु। आइज न बेहुलीहरू रेडी हुँदैछ होइन। मेकअप आर्टिस्टहरू, ब्युटिसियनहरू, आफन्त जनहरू हुनुहुन्छ होइन। हाम्रो के अरे हाम्रो माइली आन्टी
म पनि रेडी भइसक्यो होइन ल खै खिचिदिनु त कस्तो रहेछ ठिक छ अहिले उज्यालो देख्यो अलि उता जानु नङसा एकछिन तँले उयो उता हेर्दा उता खिच्दाखेरि ओइ अलिक उता जान उता भयो पनि खान्छ नि त ल साथीहरू लुगा सुगा लगाइसक्यो अब हामी खाना खानु जाने लाउनु त हाम्रो देमाहरू अघि आइसक्नु भयो यता पनि रेडी हुँदैछ देवा देमाहरू खाना खानुभयो देवा ए ल ल ल ओइ भाइ खाना खाएको ए ल अब हामी खानु हिँडेको ल 3 जना अब हामी आउँदैछौँ है हाम्रो भान्सेहरू कता कता हुनुहुन्छ अनि कहाँ त ओइ ल देवा कुयातिर नमस्ते ल खाना खानुभयो ए ल अब हामी चाहिँ डेरामा जाँदैछौँ होइन साथीहरू कस्तो देखेको छु होइन कपाल बनाएकै छुइनँ होइन अब बाँकी छ होइन अब यहाँ भान्सेहरू के खै हामीलाई खाना चाहियो नि त ल खाँदा हुन्छ ए लु अब हामी पनि खाने हो ल खाऊ दिदी चाहिँ ल भाग छ खानुभएको तिमी त सँगसँगै बानी हेलो अब चाहिँ हामी खाने खाँदैछौँ ल कस्तो पकाइनहरूले भात म यति त खाँदिनँ कान्छ थोरै खान्छु म त जीवन चाहिँ चाहन अब हाने पनि खिच्नु पर्ने कति छिटो अन पारेको हौ के भएर ढेर ढेको ल ठिक छ भाइको बिहेमा सुँगुरको मासु राई भएर सुँगुरको मासु नखानु होइन राई नै भएर कुखुराको खान्छ सुँगुरको खान्छ मेरो मामालाई पनि एउटा माइक चाहियो होइन भात खानु पाइयोस् छिट्टै बिहे खानु पाइयोस् अब भान्जीलाई आशीर्वाद दिनु पर्यो मामालाई कति मासु बेहुला बिचरा भोकले मर्न आँटेको थिएछ है थोरै मामा के हो यो छ्याङ खोर्सानी यस्तो छ है हाम्रो पहाडे खाना टकको अचार खोर्सानीको अचार मासु र खोर्सानीको अचार खोर्सानी छ्याङ दिउ केटा हाई गरिदेऊ यिनीहरू
के ओइ तर्के तेरो बिहा चाहिँ कहिले खानु तँलाई यसले म धन्दा गर है केटाकेटी हो देवा खानु भयो तेरो कस्तो देखिरहेको छु मान्छे आज घाम लागिरहेछ है यस्तो गर्मी बढिरहेछ सानी जाऊँ ओ सानी आउनु न जाऊँ ए लिसिर दिनु भाइ चाहिँ रेडी भइसक्यो बेहुला ओइ त के अरे बेहुला हैन कुन भाइ दिप्सेन हो ए दिप्से ए बाजे मेरो बाजे यो म भिडियो मामाली बाजे हजुर भिडियो मुख टंगसा दिदी यहाँ टंगसा भिडियो मुख कहाँ गयो बेहुलाहरू फेरि हरा त बेहुलाहरू त लु अब रेडी भइसक्यो है फाइनली बेहुली चाहिँ रेडी भइसकेको छ ल आऊ बेहुली आइसकेको छ होइन अब हामी फेस रिभिल गर्नेछौँ मजाको यसो हेलो बेहुली आइसक्यो है बेहुली त रुनु पो पर्छ त ए भरे पनि गयो फेरि यो ल ल ठिक छ ल आऊ ओया तुवा ना रोटी ले तो यहाँ लाऊ लगाइदेऊ मलाई के दिप्सन मान्दा छोडी कहाँ गयो त राईको कल्चर राईको बिहे यस्तो त्यही त पर्छ नि कबु बाले पछि अनि खोइ छाता ला खोइ लाइदिन्छ चाहिँदैन यहाँ नहान्नु न हामीलाई नहान्नु है हामीलाई नहान्नु है हामी जन्ती आएको होइन नहान्नु पानी दिनु गएको छ तपाईले हैन सेसन्दर केही नलागोस् भनेर चाहिँ पर्छ हैन ल ल आपा आमा आउनु होलकी पर्छनु न बाबु बुढा छ बुढाजी माका बाजे भाइ बेहुलीले जितायो त अघि त हेन्सम देख्दै अहिले त नहेन्सम देख्दैछु त यसलाई त ल अब बेहुली आउनेवाला छ आपाले चाहिँ लगाइदिनु आपालाई मुरा ल्याइदिने बेला भयो हजुर धेरै बोल्यो भने त पुरै बेहुली हुन्छ नि त हिजो भनेको सम्झाउँदै सम्झिँदैन बेहुला
यता निकाल्नु पहिला त मैले अनि माथि चाहिँ बरु आफू साफ साफ गर दिप्सन कता गयो ल बान ल मेरो काम सकियो ल फोटो खिचे म अतार नि लगाइदिन्छ छ त टाइम माइरे छ त बेहुला कहाँ भागेछ यही छ ल फाइनली बेहुलाको चाहिँ टाउकोमा फेता बान्दै हुनुहुन्छ हाम्रो अङ्कलजीले उनीहरू त श्रीमानजीले है ल अघि आपाले लगाएको भएन अरे लाउनै जानु भएन छ सुजन ठुलो सुजन बाङ्कामा राईको घरमा अब आज छ है दिपेश राई सानो अङ्कल हजुर के सही नयाँ छ ओ दिदी यसलाई आयो आयो ल फाइनल्ली आज चाहिँ यिनीहरूको कति वर्ष पछाडि बिहा हुँदैछ 9.5 वर्षको लभ पछाडि चाहिँ यिनीहरूको बिहे हुँदैछ आज ट्रु लभ हो नि त यिनीहरू ट्रु लभ हो क्या हिजो मात्र भगाएर ल्याएको हामीले यिनीहरू उता खोलाको गल्ली गल्ली घुमाएर ल्याएको जाऊ जाऊ भित्र पस खोरमा पस खोरमा ल ल ल अब खोरमा पसिसक्यो यिनीहरू अब चाहिँ हो नि त बेहुला बेहुली आम्मा भर्खरै नै ल परेर बिहा गरेको नि त कति 9.5 वर्ष ल परे होइन तिमीहरू कि 10 वर्ष हो माला यो माला त फेरि हो त्यो उता लगाइदिनु पर्यो होइन बेहुलाले बेहुली लगाइदियो माला फुलमालाले सजाउला खाली छु लहै 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 कस्तो राम्रो आइरहेछ अब तिको डालो सकेपछि छोटो लगाइदेऊ ठिक गर्नु तिको डालो सकेपछि त तिको डालो सकेपछि सिन्दुरपट्टि माइती त्यहाँदेखि सकिहाल्छ माइती त दिनु छ ए कान छैन ए कान छ अनि बस्छ बस्छ छोटा एकछिन कान्छे त जानु उताबाट गर्नु ल आमा छोरा बाउ आमाले अनि कहिले आम्बाको हात छुन्छ है तिमीहरू उता जाऊ त कान्छे कान्छे तपाईँको खानु टाउको चाहिँ ननिस्किन्छ
शुभ लगनको आशीर्वादले छोराको कस्तो फली पात्याउनु ज्ञानी हुनु कमाउने हुनु आमाको जो ठानी हुनु आयु पुरा हुनु श्रीरन्छ दशरथे छत्रु छाया रगभि ऐश्वर जल बुके गतस्थ पावन मनन्छ दुर्ज धनी सूर्य शान्त अलन्छ बलधरे मनन्छ कुन्त सुत विज्ञान विधुरी विधुरी श्रीकृष्ण नारायण हे शुभ लगनको आशीर्वादले युवाहरूको रोग कष्टहरू पात्योस् रोग कष्टहरू घरको एकबेर गरौँ नि माउली हो न कस्तो होइन खोइ खानु खाएर न मनाची पैसा चाहिँ हुन्छ हुन्छ यो सिन्दुर डाउन पो हुन्छ आमाले दिएको भएन अन्त टिका लगाइदिनु तर लाग्दैन न म के गर्छ नि त भिडियो गर्के आफ्नो जोन सबिनाले नुहारे छैन मलाई सबिना ए दिपसाले तारा सबिना हुँ हेन अलग जल मन्या मिसिका तुन यस्तो बाजा लगाइदियो सक्यो नि खेमाउली बाजे त हाम्रो मोबाइलले निकालेर नि आउँपछि दिइहाल्यो फर्मुला कहाँ गयो नि खुचरा पैसा गलो कहाँ डेम टुरो ठीक है गरेमा भयो डेमा ओडा न हैन साथैमा त पनि छैन बात खरे जो कस्तो भयो खोइ फर्मुला बाजे देम काटे देम काटे कसले ठिक्का मार्नु नि त नानी माथि गर नि मेरो बहिनी झरोस् न उयो नानी बाउ ठोके अस्मि यहाँ त
भाइ बहिनीहरू यतै हुनु भोकमा छिङ्गा छ चिन्ने हैन ए मानि यसलाई आशिक चाहिँ ल ल ल यो मागेर अब चामलबाट खोइ म मको चारो छुवासमा नि मसा मने कस्तो मोबाइल मार्दिन म सक्दिन आयो धेरै होइन यति लामो होइन यस्तो हात जोडेर लगाइदिए म त रेकर्ड गर्नु आएन है भयो साथीहरू आज चाहिँ हामी 3 जना साथीहरू भेट भएको छ हैन अब दिन भरि हाँस्छ यो चाहिँ छट्टा आएर हिरोनी यो चाहिँ कहाँबाट आइस होइन आज एकदम खुसी छु होइन यसरी भेट हुँदा भाइको बिहेमा होइन खुसी छु होइन तपाईँ खुसी होइन खिच्दैन सबलाई खिच्दैन मलाई त आउँदैन है मार्नु मार्नु यता अर्को फेरि आइपुगेछ ल आइपुगेछ है ल ल ल ल लु देमा देमा यता हेर्नु हल्ले हल्ले ल ल ल सबैजना देख्नुपर्छ ल ल राम्रो धेरै धेरै आशीर्वाद धेरै धेरै के भन्नु अब हामी पर्सि मामाली बोजू चक्लेट माइदा चाहिँ आमचे कुंडा खाए ओ चाहिँ बल्गमा खुच्चिने चक्लेट चाहिँ किनेर नखाऊ है तिमीहरूको दाँत झऱ्यो भने कसले तिमीहरूको ए मोबाइल अह हाम्रो मामाले आज भान्जाको बिहेमा टिका लाउँदै हुन्छ मामाको बिहे चाहिँ कहिले खाने हौ मामा 1-2 महिना पछाडि मेरो पालो आउँदैछ त मामा ए चैतमा चाहिँ हुँदैन है ल एकदम राम्रो भान्जा भान्जीलाई राम्रो आशीर्वाद दिनु है
ल्याउँदा त हुन्छ होला त हुन्छ हुनु त हुँदैन अनि यसले ब्लग बनाएर भाइरल नै भयो क्या ल मामा धेर नदिनु यसको दाँत झर्छ चक्लेट खाएर चुप्लकमा एकछिन ला लुकाएर दियो मामाले त आम्मा लुकायो त्यहाँ हात्ती दिएर त्यहाँ दाँत झऱ्यो भने धेरै चक्लेट खाएर तपाईँकोमा अब सिन्दुर पोते गरिसक्यो अलि रोटी दिँदैछ क्या ल बेहुला बेहुली अरे यता ल ओ बेहुला बेहुली राम्ररी ढोगा है तिमीहरू ए बेहुला बेहुली राम्ररी ढोगा त्यहाँ पुरा खान्छस् फेरि दाजु जिबे दाजु तपाईँलाई राम्रो ढोगो बेहुला बेहुलीले त्यहाँ ढोगेर मलाई भनिहाल्नु है अनि ए गर्न लु म काट्छु नि त लु 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 दुईजना आमा देखिन्छ अलिक पर जानु देखिन्छ देखिन्छ लु ओइ आशीर्वाद दिन्छु तँलाई अहिले आशीर्वाद दिन्छु भने लु तेरो यो भएन ल अब जेठी दिदीको पालो यति मजाले ढोग्यो अलिक राम्रो ढोग्यो न हौ आयो 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 भाउजू आयो आयो सेवा मोबाइल ए भाउजू ल फुपूलाई ढोगा त ओए कान्छु फुपू र भाउजूलाई ढोगिहाल्छ त म भिडियो गर्छु ल ल ल ल भाउजू ल सकियो त ल गरिसके तेरीका लिँदा पुस यो अनि यो गर्नु पर्यो नि त कपाल तेल चाहियो नि त मलाई उठा माथि टिका सबै पठाइदिनु अनि यहाँ मुनि मुनि चाहिँ के राख्छस् त यहाँ चाहिँ छैन माथि हुनुपर्ने चाहिँ छैन यहाँ डिडिडीमा चाहिँ राख्छ अरे ला यो राखै यस्तो त पुकार आर्य टुटु टुटु आर्य खै यस्तो गर त औला उठाइदेऊ औला उठाइदेऊ न ओइ आर्य आर्य खै यो चाहिँ बेहुलीको छोरी है यिनीहरूले बिहे चाहिँ कम्प्लिट भइसक्यो अब चाहिँ यिनीहरूले के त मालाहरू फुकाल्दैछ है फाइनली मेरो भाइ र बुहारी दही र सही त नखाँदा नि हुन्छ भरे खानु यहाँ चाहिँ बेहुलाको आमा बेहुलाको आमा है मेरो आमा ल फाइनली खोलिसक्यो यिनीहरूले टोपी उहाँ छौ ल राख्छु तिनीहरू सबै राख के छ भाइ भिडियो गर्न यहाँ म जान्छु उता भान्सेहरूको आइज आइज दाजु के खानु भएको बदलको मासु बदलको भाग्छ हो
बदल 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 आमा तपाईँ त आर्मी हो नि त होइन त टपिसहरू पुगाल्नु त आर्मी सार्मीको कुरा छोड्दै यो चाहिँ सुँगुरको दाइ विशिष्ट बदल अनि खै यस्तो चाहिँ नखाएको कहाँ यो त नखानु हेर मेरो मामाको मुस्कान फेरि कडा छ ला मामा रिसाउनु भयो मलाई भिडियो बनाएर भेना भेना खै अनि हाम्रो भेना पनि हेन्डसमै हो क्या जमानामा त सलमान खान जस्तै हुनुहुन्थ्यो होला है हाम्रो मामा त झन् के भन्नु यहाँ हेर्नु न तपाईँको एक्सल हेर्छ नि त ल ल सक्यो ल ल आज चाहिँ फाइनली बेहुलाको लास्ट दिन आउँदैछ ल ल ल सबैजनालाई धन्यवाद भान्सेहरूलाई आफन्तहरूलाई बेहुला चाहिँ यो है बेहुला अनि यसको बिहेमा अब सबै काम गरिदिएको कारणले चाहिँ यति धेरै दुःख गर्नु भएको छ नि त दुःख गरेको चाहिँ अनि लास्ट दिन यसरी हाम्रो रीतिरिवाजमा हाम्रो बान्तावा हामी राईहरूको चाहिँ कल्चरमा चाहिँ यस्तो गरिन्छ है साथीहरू तपाईँहरूकोमा कस्तो छ तपाईँहरूले यस्तो गर्नुहुन्छ कि गर्नुहुन्न के दिन्छौ बियर अनि रक्सी अनि मासु फाइनली अब भाइको बिहे पनि कम्प्लिट भयो आजदेखि ल सबैजनालाई धन्यवाद मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला बाई बाई सबैजनालाई ल भाइ बाई गर्दिनु ल बाई गर ओइ कान्छु बाई गर बाई दाजु ल अब आजको भ्लग अर्को भ्लगमा आउँछ सबैजनालाई मेरो युट्युब च्यानल चाहिँ खोल्नु हेर्नु होला ल समापन कार्यक्रम भइरहेछ उहाँ चाहिँ हाम्रो दाजु हाम्रो गाउँको विकास दाजु गाउँको विकास पनि गर्ने यता हाम्रो मामा ज्यान फेरि एकदम के भन्छ हौ बक्स र बिक्स हौ यता हाम्रो देवमा सुनवाली देवा अल्ला ल सबैलाई बाई बाई ल देमालाई बाई ल यता हाम्रो दाजु उहाँ चाहिँ मेरो सोल्टी हो नि मेरो खाती सोल्टी मेरो आफ्नै एउटा एकजना सोल्टी ल सबैलाई बाई ल जीवन देखा त मासु हो फाइनली हाम्रो चाहिँ बिहे सकिसकेको छ सो बिहे सकिसकेपछि चाहिँ राईहरूकोमा चाहिँ यस्तो चलन छ होइन लास्टमा सबैजनालाई खाना खुवाउने दाजुभाइलाई खाना खुवाउने अनि काम गर्नेहरूले चाहिँ जाँड रक्सी राखिदिने लास्ट चाहिँ